नमस्ते सबै साथीहरुलाई नमस्ते वेलकम स्वागत छ। के छ खबर नयाँ खबर तपाईहरुको। आज चाहिँ हामी यता स्पेन बोर्डर है पोर्चुगलको बोर्डर स्पेन नजिकै छौं हामीहरु। यहाँ देख्न सक्नुहुन्छ साथीहरु तपाईहरु आज यता भेडा बथानतिर यसो विचार गरौँ कस्ता हुँदै रहेछन् भेडा भनेर नि हेर्नको लागि आएका छौं साथीहरु। यहाँ भेडा छन् साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ। ल हेर्नुस् त मजाको कस्तो मजासँग बस्ने रहेछन् हौ भेडाहरु। लु उतासम्म छन्। ल हेर्नु साथीहरु यहाँनिर एउटा चाहिँ ए के रहेछ यसको त ओ पर आमामा बिचमा कुकुर पनि हुँदो रहेछ हौ। लु आहा ल यतातिर हेर्नुस् यी भेडाहरु बडा रमाइलो छ साथीहरु ठाउँ। त्यसैगरी यतातिर हाम्रो के भन्छन् गिरिराज भन्छन् हैन यसलाई गिरिराज कोइलर। यहाँ कुखुरा पालन पनि रहेछ। हाम्रो एकजना बोसै भन्नु पर्यो है एकजना अंकलको फर्ममा आएका छौं हामी आज। पर्चुकी अंकल हुनुहुन्छ। यहाँ हेर्नुस् आहा कुकुराहरु है। आहा कति रमाइलो सिन छ। ल हेर्नुस् साथीहरु यो चाहिँ पोर्चुगलको बोर्डर स्पेन नजिक पर हेर्ने भने स्पेन देखिन्छ। यहाँबाट स्पेनको चाहिँ बोर्डर हो। कति रमाइलो ठाउँ छ साथीहरु। कहिलेकाहीँ यसो सौन्दर्य वातावरणमा पनि घुम्नु पर्छ है त। यस्तै हो जीवन मरिलानु के छ र हो साथीहरु। लु हेर्नुस् आहा घाँस हेर्नुस् कति रमाइलो देखिएको छ। कति हरियो घाँस यतापट्टि हाम्रो के भन्छन् यसलाई के रे कोलिबेराका रुखहरू। यहाँ धेरै चाहिँ जैतुन भन्छन् है। यहाँ चाहिँ जैतुन भन्छन् अर्थात् ओलिभ 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 पनि भन्छन्। ल हेर्नुस् कस्तो राम्रो मजासँग पुरा स्टेप बाई स्टेप लगाएको त हामी देखिरहेका छौं। कस्तो रमाइलोसँग लगाइरहेको छ। यहाँको खेती नै हो यो ओलिभ भन्ने। धेरै फल्छ र यहाँ चाहिँ यसको तेल है हाम्रो नेपालमा तोरीको तेल भन्दा नि महँगो अनि त्यति नै एक्सपेन्सिभ अर्थात् के भन्छन् यसको गुणस्तर है धेरै राम्रो रहेछ। र चाहिँ यसको अचार पनि बनाएर खाँदै रहेछन् यहाँको मान्छेहरू है। अचार चटनी धेरै राम्रो रुख रहेछ यो। प्राय जसो यतातिर हाम्रो यो पश्चिमेली हाम्रो चाहिँ उत्तरी साइडमा चाहिँ बढी जसो यही खेती गर्दा रहेछन् यहाँ पोर्चुगीहरू। हामी अहिले चाहिँ पोर्चुगलको उत्तरी भाग स्पेन बोर्डर नजिकै छौं है। यहाँबाट चाहिँ हाम्रो स्पेन जानको लागि लगभग 15 मिनट पनि लाग्दैन। पर स्पेन उता हामी देखिरहेका छौं। त्यस्तो छ धेरै राम्रो छ साथीहरु। त्यहाँ अंकल आइसक्नु भएको छ। हामी अंकल देख्न सक्छौं यहाँनिर। तिनै अंकल हुन् गाडीमा आएका छन्। यहाँ फर्म हो उहाँको चाहिँ गाडी लिएर आएका छन्। धेरै राम्रो छ सबै साथीहरु। यस्तो ठाउँमा घुम्नुस् है कहिलेकाहीँ घुम्नुस् रमाइलो गर्नुस् खुसी हुनुस् मन शान्त पार्नुस् है। ल साथीहरु अहिलेको लागि यत्रै नै। बाँकी भिडियो आउँदै गर्छ बिस्तारै बिस्तारै। अरु भिडियो पनि हामी निकाल्दै गर्छौं। तबसम्मको लागि एभ्रीबडी टेक केयर बाइ बाइ।